गाइस मैले यो के सब्जी होला के भन्छन् होला नेपालतिर भनेर मैले देखाएको थिएँ नि लामो लामो नेपालमा हामीले चाहिँ हाम्रोतिर सरिसन भन्छौँ है त्यसलाई। यहाँ मलाई थाहा थिएन अनि यहाँ चाहिँ सिजवान भन्छन् भनेर कमेन्ट गर्नुभएको थियो साथीहरूले है। अनि यसो सब्जी पनि खाने रहेछ है। अनि मेरो बुढोले बनाएको है यो सब्जी, हेर्नुहोस् है कस्तो छ है, कमेन्टमा बताउनु होला कसरी बनाउने है, तपाईँहरूले कमेन्टमा बताइदिनु होला। तर मेरो बुढोले चाहिँ बनाएको यो कसरी के एड गर्नुभयो मलाई थाहा भएन, तर अहिले एकैचोटि यस्तो देख्दाखेरि खाम लागेको छ, एकदम त्यस्तो मिठो आएछ। अनि तपाईँहरूले चाहिँ सिजवान भन्नुभएको थियो कि यहाँ सालै सिजवान भन्छन् भन्नुभएको थियो, रहेछ भन्ने पनि रहेछन्, तर हाम्रोतिर चाहिँ के भन्छन् यसलाई सैचन भन्छन् है। अनि कसलाई यो एकदमै मनपर्छ होइन, किस तरिकासित बनाउने हो भनेर कमेन्टमा लेखेर बताउनु होला है। र मलाई थाहा हुन्छ कि फेरि अर्को बेला बनाउँदा थाहा हुनेछ।